हाम्रो केही परेको छैन। सो कस्तो लाग्यो त अगाडिको मजाकको भिडियो। सो आज चाहिँ मैले चाहिँ एन्जेलिक निकाल्नलाई एउटा मन्थली हानेको थिएँ। अब त्यही मन्थलीको अब स्पिन हानेर एउटा एन्जेलिक निकाल्छु। यदि मलाई रातोवाला पऱ्यो त मलाई राम्रो लाग्छ, तर कुन पर्छ खोइ हेरौँ है त अब। सो विदाउट एनी डिले लेट्स स्टार्ट द भिडियो। खोइ त जाऊँ न त भिडियोमा, किन यता बसिरह। अब यो फ्री फायर चाहिँ अलिकति पुरानो लाग्ला होइन, अब अपडेट आइसक्यो। अब मैले आज भिडियो बनाएर भर्खर रेकर्ड हानेर ल लेट्स स्टार्ट है। तर यहाँ मन्थली छ, यो मन्थली मैले लिएँ। ल हेरौँ है, मैले अगाडिको भिडियो चाहिँ सरी है अलिकति करप्ट भयो, हरायो अगाडिको भिडियो स्पिन हानेको, त्यही भएर यहीँबाट गरेको, केही छैन त। ल एन्जेलिकमा अब जाऊँ। रातो 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 एन्जेलिक तर जुन पऱ्यो नि हुन्छ, रातो सानो लाग्छ है। अब हेरौँ है त। ए बिर्सेँ मैले बिर्सेँ। पहिला एडम लिनुपर्छ, रीतिरिवाज फलो हानौँ है। सो अब चाहिँ हामी एडम लिनु जाऊँ। एडम कहाँ छ रेकर्डिङमा थिचिन्छ त यसलाई। आऊ काली एडम कस्तो ह्यान्डसम बनाएर राख्यो हौ, यसलाई नराम्रो मन पर्यो। यो ठिक छ अनि अर्को यो ठिक, अरू यही ठिक छ। यही कपालमा यही ठिक छ। अलिकति नुडा बनाउनु पऱ्यो नि, हेर्दै नुडा गिर्नाले नि सोच्नुहोस् न, छ्या कस्तो भिखारी, यसलाई त दिनुपर्छ एउटा त भनेर। हेरौँ सर्टमा केलाम अलिकति झुत्रे जात्रै लाउनु भयो हो। यो ठिक छ झुत्रेमा। अरू नि हेरौँ है त। ओ यो चाहिँ छब्री प्रो म्याक्स देखिर है। ओइ प्यान्ट पनि दामी भेट्यो। ल क्लियर क्याच गरौँ। कहाँ छ क्लियर क्याच अप्सन, कहाँ हुन्छ? ओइ ला कहाँ छ? ओइ ला ए यता पो हुन्छ त है। ल है चेन्ज गर्नु पऱ्यो, अन अफ ब्लाउज क्लियर हिस्ट्री हिस्ट्री क्लियर हार्यौँ। अब जाम त है त्यो एन्जेलिक रोयलमा। एन्जेलिक रोयल रातो पऱ्यो। रातो पऱ्यो नि हुन्छ है। जे पार्टी गरिदिउँ न, जम्मा 9 टोकन पाएको छौँ है हामीले। 9 किन दिनु, म चाहिँ च्याप हान्छु है। छ्या एकको दियो यार, यस्तो नि हुन्छ यार। छ्या रातो पर्ने यार, रातोमा च्याप हान्नु पऱ्यो। 10 टोकन पऱ्यो। ल ठिकै छ है, 91 टोकन भयो। हरियो पऱ्यो नि हुन्छ क्या, रातो डोरी नि हुन्छ। ओइ छ्या कस्तो रातो त पऱ्यो, केटीको पऱ्यो। भएन यस्तो त भएन। यस्तो रहेछ यार गिरी न, रातोको दिनुपर्छ, केटाको दिनुपर्छ नि। 10को टोकन पऱ्यो नि हुन्छ नि यार। 7को यार, हाम्रो चाहिँ 105 टोकन भइसक्यो है। फेरि गर्नु पऱ्यो। एउटा फेरि दिन्छ कि ओइ ला रातो जम्मा 7 टोकन दियो क्या। अरू डायमन्डै सकिसक्यो। एडम पनि छैन। जम्मा एउटा मन्थली हानेको भयो। हेऱ्यो मैले केटीमा चाहिँ कस्तो देखिँदो रहेछ हाम्रो एन्जेलिक। लगामै उही दामी देख्छ त यार। उही रातो नि यार, केटी पनि राम्रै छ। ल है यसपछि चाहिँ मैले एउटा दामी ट्रिक लाउँछु है। अब पर्दैन के गर्नु। अब चाहिँ यसपछि चाहिँ हेर्नु है, मैले त्यो एउटा दामी ट्रिक लगाउँछु है, अनि त्यसपछि पर्छ है।
भगवानलाई सम्झिएर फुल चढाएँ मैले दियो बाले बत्ती घुमाए गणेशजीलाई पहिले लैजाऊ भगवान म पनि तिम्रै भक्त हो 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 हे भक्त हो हरे रुद्राक्षको माला जप्तै सम्झिए देउतालाई अबिर केसरी हाल्न थाले नछोडी एउटालाई लैजाऊ भगवान म पनि तिम्रो सन्तान हो लैजाऊ भगवान म पनि तिम्रै 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 सन्तान हो सन्तान हो हरे हे 33 कोटी देवी मैं नहीं मानता लास्टमा चाहिँ मैले यही ट्रिक गरेर होइन एन्जेलिक निकालिसकेको छु त्यो पनि पर्पलवाला आज पनि फेरि एउटा एन्जेलिक निस्केको छ त्यो चाहिँ म लास्टमा फेरि भिडियोको लास्टमा लगाइदिन्छु केटीको एन्जेलिक निस्केको छ यत्तिकै त्यो चाहिँ रेकर्ड गर्न पाइनँ है स्क्रिनसट चाहिँ लिएँ मैले ल बाई बाई मलाई परेको एन्जेलिक यही हो ल बाई बाई